गुड मर्निङ एभ्रिवान। ल हेर्नुहोस् है, म चाहिँ आज फर्स्ट डे चाहिँ एक्सर्साइज गर्नको लागि भनेर छतमा आएको छु। छतमा आउँदा आउँदा चाहिँ यसरी माथि यहाँ हेर्नुहोस् न, यहाँ यस्तो हरियो भ्यू देखिन्छ नि त हाम्रो छतदेखि चाहिँ। सो तपाईँहरूले पनि मैले चाहिँ देखाउन चाहेँ है। ल बिहानै उठेर यस्तो राम्रो हरियो हेर्नुहोस् ल, वरपर देख्दाखेरि यस्तो आँखाले शीतल हुन्छ, यस्तो आँखालाई आनन्द हुन्छ। जहिले 8 बजीसम्म सुत्ने मान्छे अब चाहिँ हुँदैन, यसरी एक्सर्साइज गर्नुपर्छ भनेर चाहिँ म उठेँ होइन। ल अब चाहिँ जिम जानु पर्यो भनेर सोचेको। जिम जानुभन्दा अगाडि चाहिँ फर्स्टमा आफै एक्सर्साइज गरेर यसो ज्यानलाई तताइ हेर्नु पर्ला भनेको। ल हेर्नुहोस् है, उठ्नै नसकिने के बानी भएर उठ्नै नसकिने यस्तो छ। ल यहाँनिर चाहिँ पहाड जोडिएको ठाउँ छ है, हेर्नुहोस् त। यहाँदेखि पर अस्ति नै मैले यहाँदेखि जुम गरेर हालेको थिएँ, दामी आएको थियो। हेर्नुहोस् है, यो कसको घर होला, कति टाढो, कसको घर होला त्यो। अनि यो ठाडो लाइनदेखि यता गयो भनेदेखि चाहिँ अलिक तलदेखि चाहिँ यस्तरी त्यस्तो बाटो छ क्या। यो बाटो चाहिँ काठमाडौँ जाने, ल चतरा लाइनको बाटो छ। ल हेर्नुहोस् त, यहाँ कति हरियो छ। यहाँनिर चाहिँ थोरै ड्रागन फ्रुट पनि छ हामीसँग। अनि यहाँदेखि तल हेर्नुभयो भनेदेखि चाहिँ यहाँ यस्तरी मकै छ कि। हाम्रो मम्मी चाहिँ साह्रै जागरीले एकैछिन बस्नु हुँदैन है, एकैछिन बस्नु हुँदैन। यहाँ हेर्नुहोस् न, यहीँ मम्मीले यहाँ मकै छर्नु भएको छ होइन। अनि यहाँ मकै छर्दाखेरि चाहिँ मम्मीले मकै जान्छ त्यो के अरे सुगाले खाइदिन्छ भनेर के, सुगाले मकैले खाइदिन्छ भनेर यहाँ हेर्नुहोस् न, प्लास्टिकले छोपिदिनु भएको आइडिया लाउनु भएको हामीले। हेर्नु न यहाँ, ओ सुगाले सबै खाइदियो अरे के, त्यही भएर हाम्रो मम्मी फेरि एकैछिन बस्नु हुँदैन, काम गरिरहेको हुन्छ। टुकुन 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 यतापट्टि छ, अर्कोपट्टि पनि छ नि, अझै अर्को साइडमा पनि छ। के पो छर्नु भएको छ त त्यता नि, मकैहरू बोडीहरू के हतपत धेरै किन्नै पर्दैन सब्जीहरू। त्यस्तै कुखुराहरू पालिराख्नु भएको छ, लोकल कुखुराहरू। हाम्रो मम्मी चाहिँ साह्रै जाँगरिलो, एकैछिन बस्नु हुँदैन। अब मकै खाँदा हाम्रो बहिनीलाई चाहिँ फेरि कान्छी बहिनीले चाहिँ दिक्कै लाग्छ खाँदा लगातार धेरै खाइराख्नै भन्दैन नि त ऊ चाहिँ। अब यो मकै फलेपछि त कति धेरै हुन्छ नि त, अर्कोपट्टि पनि छ है। अनि मकै त किन्नै पर्दैन, घरमै टनाटन। ल अब चाहिँ छुट्यौँ गाइज, म चाहिँ आफ्नो काम गर्छु, तपाईँहरू पनि आफ्नो काम गरिराख्नुहोस्। धेरै बेर भिडियो नहेर्नुहोस्, छोटो भिडियो बनाएँ ल। ओके।